मेरो चाहिँ मुस्ताङको यात्रा सुरु भयो। ल म गएँ, बाई बाई। ल बाई। अब चाहिँ मलाई छोड्न दिनुहुन्छ मेरो गाडी हेर्नु खै बाई। आमा चाहिँ टाटा म गएँ। म चाहिँ भर्खरै यहाँ प्रवास के अरे बटु आएर यहाँ सुसु गरेर आएँ होइन। ल चाहिँ यहाँ आएर टक्क लाएर राम के अरे मालुङ गएर मोमो खाँदैछु। अब हामी चाहिँ यहाँबाट हाम्रो मुस्ताङको यात्रा सुरु भयो। रमेश त यहाँ हुनुहुन्छ, हाई। हामी चाहिँ झोलासोला बोकेर अब मुस्ताङ लाग्यो। ल हाम्रो टोली पनि पछाडि आउँदै हुनुहुन्छ। अरू एउटा टोली चाहिँ अगाडि गइसक्नु भयो। टोलीहरू उहाँ हुनुहुन्छ, उहाँ अब बाइकहरू झिक्दै हुनुहुन्छ सबैजनाले पक्का लाएर फोटोसोटो खिच्ने भनिरहनु। दाइले चाहिँ हाम्रो बाइक झिक्दै हुनुहुन्छ होइन। अब हामी यहाँबाट सर र अगाडितिर बढ्छौँ। ट्याक्क सर र अगाडि गएर मजाले अब हामी रूपसे झरनातिर बढ्छौँ। ह्यान्डसम दाजुले बाइक टक्क लाएर हामी रूपसे झरनामा छौँ है। यो दिस इज रूपसे झरना। चिया पनि आएर दाजुहरूले ट्याक्क चिया खाँदै हुनुहुन्छ है।
छेउ हो यी गाइजहरू तपाईँहरू देख्न सक्नुहुन्छ रातै 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 छेउ रातो छेउ यहाँ हामी अहिले मार्का भिलेज ठ्याक्कै घटेर यस्तो दामी भ्यू छ तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो ग्रुप सबै छौँ सबैजना वेलकम टु जमसन हामी जमसन आयौँ अब हामी जमसनबाट कागबेनीतिर लाग्छौँ जमसुमे बजारमा हामी सबै मन्दिर जाँदैछौँ होइन यहाँ चाहिँ म छु थाकिसकेँ यहाँ थाकेर पछाडि परिसक्नु दादा अरू हिँड्न नह मलाई यहाँ यस्तो थाकेर गरजस्तै भयो यहाँ जङ खाँदै रेस्ट गर्दै हिँडेको मान्छेहरू अझै आउँदै हुनुहुन्छ एकदम रमाइलो वातावरण छ यहाँ चाहिँ टक्क उता धारामा नहुने भनेर फेरि कलसडा खोलेर यहाँ राखियो जानियो अहिलेबाट जाडो भइसक्यो अब हामी चाहिँ यहाँ ट्याक्क मन्दिरभित्र दर्शन गरेर निस्क्यौँ दुई भएर हाम्रो दादा चाहिँ कता हराउनु भयो झाडो खा नआएर पनि हेऱ्यो हामी यहाँ स्नान गरेर अब स्नान गरेर च्याट्ट लाएर अब ट्याक्क त्यहाँ गएर ग्रुप फोटो खिच्छौँ होइन हाम्रो आधा टोली चाहिँ उहाँ हुनुहुन्छ है अझै निस्किनु भयो हामी चाहिँ झऱ्यौँ तलतिर ट्याक्क लाएर हामी नुहाइधुवाइ गरेर पूजापाठ गरेर यहाँ हामीले सर लाएर आम थाल्यौँ है त ल त्यस्तो घाम लाखा मजाले बाहिर मजाले रेस्ट गर्नु हो चाहिँ अहिले अप्पर मुस्ताङ जाँदैछ बाटो यस्तो छ हामी यहाँबाट अब अप्पर मुस्ताङको लागि हेरौँ बाटो एकदम ध्वस्त छ यस्तो बाटोमा जाने हो हामीहरू सबैजना भएर यस्तो बाटो बाइकले नतानेर हामी हिँड्दै बाइकले नतानेर हामी हिँड्दै ब्याग चलाउँदा म त लास्ट थाकेँ
गाडीले नतानेर गाडीमा भएका सबै मान्छे झरेर अनि त्यसरी हिँड्दै 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 आफ्नो गाडीले तानेकै छैन किहाले बल्ल 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 तानेर आए तिनीहरू। चराउनु लगाएको ए बादल माथि बिहान लाएर साँझ ल्याउने हो। कति धेरै बसेर हिँड्न मिल्दैन के अरे यस्तो बनायो है टोपी है हामी पनि आइयो अरू कोही आउँदैछन् अलिक अरू कोही चल्छ पाहाड पनि आउँदैन यहाँ होटेलमा आएर होइन तातो पानी लिन आफू म पुरा जाडो बहुत चिसो पाइभरका सबै कपडा लगाएको छु मैले ब्याग खाली छ। पार्टीहरू ट्याक्क यहाँ बसेर आगो ताप्दै कसैले बिरालो खेलाउँदै कोही आउँदै कोही टोलाउँदै कोहीले मोबाइल चलाउँदै यहाँ सबै आफ्नो पारामा ट्याक्क रमाइरहनु। यसमा हाम्रो रमेश दाइ चाहिँ मिसिङ हुनु हो नि मिठो काम लगाएर ट्याक्क छ्याक्क हिमाल देखे होइन सबैजना टक्क फ्रेस भएर अब हामी अप्पर मुस्ताङको लागि रेडी भयौँ। हाम्रो एकजना रोशन दाजु चाहिँ सक्नु भएन आउनलाई, उहाँ सुतिरहनु भएको छ, भित्र रेस्ट गर्नुभएको छ। मिठो घाम लगाइराख ल। दाजुहरू यहाँ हुनुहुन्छ च्याट्टा लगाएर बाइक साइड ल रोशन दाजु जान सक्नु भएन, त्यही भएर म चाहिँ गएँ। जानु न, बाई 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 ल टाटा बाई। हामी चाहिँ यहाँ आएर टक्क मुस्ताङे सेउ खान थाल्दैछ है होइन। सबैजना हुनुहुन्छ, सबैले मुस्ताङे सेउ खान थाल्दैछ ट्याक्क लगाएर। रमेश दाइ ए रमेश दाइ खानामा एकदम व्यस्त यति व्यस्त हुनुहुन्छ कि सुन्दा नै मतलबै छैन। हाम्रो अर्को दाजु खै सेउ न तप्पु आधी आधी पारेर खाम्गे कस्तो बुलियो है मिठो त भइहाल्यो। गाजर मन त थोपामा चाहिँ मजा छ, काटेर हुँदैन काटेर त हाम्रो थुक्पा पनि आयो।
पुलिस चेकपोइन्ट रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ बिआइडी गाडीहरू कति छन्। सब बिआइडी गाडी हो। हामी अहिले ठ्याक्कै अप्पर मुस्ताङ चाइना बोर्डरदेखि पुग्न थाले। के बाटो यस्तो करेन्ट लाग्यो यस्तो पुरै शरीर करेन्ट हाने जस्तो। चाइना बोर्डरमा आयो, देख्न सक्नुहुन्छ यहाँ चाइना बोर्डर हो। चाइना बोर्डरमा आयो कोरोला। चाहिँ फाइनल्ली चाइना बोर्डरदेखि आयो। यो चाहिँ हाम्रो सबै टोली हो होइन। यस्तो चिसो हावा चलेन, अब कुरै नगरौँ, लास्टै चिसो छ। यो चाहिँ चाइना बोर्डर हो होइन। हामी चाहिँ अहिले नेपाल बोर्डर हो। त्यो चाहिँ पल्टिरहेको चाइना आज छ भन्छ। चाइनाको घर थियो, चाइनाको बोर्डर नेपालको घर यो। ल भन्नु त, ल दाइ दाइ ल भन्नु त। चाहिँ अहिले नेपालको सपिङ मलभित्र हम यहाँ कफी बनाउँदै हुनुहुन्छ चाइनाको होइन। यहाँ चाहिँ हजुरले चाइना पायो नि जे पनि आइटम पाइन्छ। मिनी मार्ट नेपालको मिनी मार्ट। यो चाहिँ हामीले चाइनाको खाँदैछौँ, कफी खाँदैछौँ होइन। गाइस म चाहिँ रेड बुल खाँदैछु। हामी चाइना पनि आएर अब चाइनामा अब नेपालबाट सपिङ गरेर अब निस्किन थाल्यौँ होइन। चाहिँ अब यहाँबाट लाग्यो चाइनाबाट हामी अहिले यहाँ लोमानथाङ भन्ने ठाउँमा आइयो। अब यो हाम्रो हिमालयन गेस्ट हाउसमा हामीले खाजा खान्छौँ। हामी अब बल्ल खाजा भात के हुन्छ त खान्छौँ होइन। यहाँ चाहिँ यस्तो छ ट्याक्क लाएर यो चाहिँ के हो भनेपछि यो दरबार हो क्या खाजाको। अब हामी एकछिनमा यहीँ हाल्छौँ। लोमाङथाङको राजाको दरबार भ्रमण गरेर च्याट्टर ल्याएर अब फर्किँदै होइन त। त्यही हो नि कुरो, त्यही हो कुरो, ठ्याक्क त्यही हो।
त्यहाँ त अरू केही हैन यहाँ फोटो खिच्ने हो ग्रुप फोटो सेल्फी अनि चाप बस्ने ल ल ल भर्खरै हामी चाहिँ जमसम आइयो सबैजना भएर होटल नपाएको अवस्था किन पाएको अवस्था रुम नपाएको अवस्था धेरै टुले ल रुम पाउनु बहुत गाह्रो रहेछ के गर्ने फेरि अलिक छिटै हिँड्नु पर्ने रहेछ ढिला हिँड्यो अब कोही आउँदै हुनुहुन्छ भने अलिक टाइम मिलाएर बरु बेलै माथि 4 बजे आउनु होला पछाडि आउनु भयो भने हामी जस्तै अलपत्र पर्ने एकदम भर्खरै यहाँ जमसम बजार आएर अनि रुम पाएर तातो पानी खाँदैछौँ होइन अरू त के छ अरू म एकदम फिट एन्ड फाइन भयो अनि जाडो भयो मलाई चाहिँ अब म त लाका सबै खालिदिएको छ यहाँ चाहिँ अनिललाई पनि भेट्नु भयो ल सेल्फी हानिहालौँ डाँडातिर फर्केर ल हामी भेट भएर होइन तिमी आउँछौ कि तिमीमा युट्युबमा ल मन्दिरमा होइन मन्दिरसम्म पुग्ने भन्दा तलतिर पनि दाजुहरू ट्याक्क भेट भएर मजाले दाइ चाहिँ मलाई लिन आउनको बटौलीबाट गाडी लिएर ल ल ओके ल बाई बिल भयो हामी चाहिँ अहिले कुन ठाउँ जान थाल्यौँ हाम्रो दाइ दुम्बा ताल जान थाल्यौँ हाम्रो दुईटा टोली चाहिँ आमा भर्न जानु बाइकमा होइन यही हो जमसम बजार हामी चाहिँ अहिले यहाँ यो धुम्बा लेक भन्ने ठाउँमा आछौँ हाम्रो टोली हो यो चाहिँ धुम्बा लेक है छ यो चाहिँ जमसममा पर्छ है धुम्बा लेक भन्ने चाहिँ मजाले यहाँ सेउहरू छ हामी अहिले मार्फा भिलेज सेउ यहाँ छ है हाम्रो कान्छो यहाँ छन् म यहाँ छु हाम्रो टोली सेउ टिप्न हिँडो फेरि अब हामी के गर्ने चोर नहिनेको यहाँ मार्फा गाउँमा आएर सेउ चोरिन्छ अनि बुटोलर बेचिन्छ खै यही बारी फाइनल्ली सेउ बजारमा आयो सेउ हरिया ती राता सेउ मजाका सेउ पनि है चट्टा लाएर भाइले सेउ खोज्दै हिँड्यो हाम्रो टोलीले यहाँ सेउ हेरिरहेको छ है गोल्डन सेउ त भ्याइ दिले सेउ काट्यो हुन्छ हल्का अमिलोको पना हुन्छ यसमा हैन रस त छ रसिलो रहेछ रसिलो त अर्को पनि रसिलै हुन्छ यो गोल्डन सेउ पनि भनौँ यो त यो रातो त सरकार हो नि त सेउ रातो एप्पल सेउ मजाले सेउ छ है तपाईँ देख्न सक्नुहुन्छ सेउ च्याट्ट लाएर सेउ नै सेउ छ सेउको बारी सेउबारी
सबैले यहाँ सेउबारीमा सेउ चोड्दै खाँदै लाइ केही भन्न धेरै मिठो छ बुटोलमा होइन यता आउनु तपाईँहरू सेउ किन्नु कान्छो भेरी नाइस भेरी गुड अझ फ्रीमा पाए त झन् मजा यसरी हामी सेउबारीमा आएर यसरी ट्याक्क लाएर यसरी सेउ ट्याक्क पारेर सेउ मजाले यसरी पुसेर सेउ चोरेको सेउ चोरेर खायो है चोरेर खाएको चोरेर खान चाहिँ पाइलो रहन्छ दिदी उता गयो भने हामीले चोरेर खाएको चोरेर खाएको कसरी यो चाहिँ हामीले चोरेर खाएको ट्याक्क अब खाना आयो हामी ट्याक्क त्यहाँ बसेर खाना खाँदैछौँ अब हामी खाना खाएर कहाँ जाने गर्दै तातो पानी गएर ल हामी यहाँ तातो पानी आएर यहाँ नुहाइधुवाइ गरेर ट्याक्क लाएर अब चाहिँ हाम्रो यात्रा अब कहाँ हो बेनीतिर लाग्यो होइन त दाइ ल ट्याक्क हामी कहाँ आयो बालढुङ्गा वेलकम टु वेलकम बागलुङ लेख्या हामी मुस्ताङबाट सलल्ल मुस्ताङ गएर अब हामी पोखरातिर जाने हो है त खरै पोखरा आएर अब हामी यहाँ होटलतिर जाँदैछौँ होइन यहाँ आज हामी चाहिँ रोशन दाई घर आएको होइन अनि रोशन दाईले चाहिँ केरा किन्दै हुनुहुन्छ केरा खाउनलाई यो चाहिँ रोशन दाई घर जाने बाटो हो चट्ट लाएर बेलुती पनि पाइयो बेलुती टिप्दा पनि हुनुहुन्छ उहाँ पुनः दाई यहाँ एउटा दाईले बेलुती टिप्दै हुनुहुन्छ यस्तो मजाले ट्याक्क लाएर हाम्रो बेलुती टिप्ने सफर चाहिँ चलिरह ए बाच्यो बेलुटी पनि टिपेर बेलुटी पनि खाइयो है कस्तो लाग्यो बेलुटी एकदम नाइस भर्खरै सुतेर उठेको त्यहाँ मुख कस्तो देखियो यहाँ बेलौती टिप्नलाई हिँडिरहेको छौँ होइन अब बेलौती कता पाइन्छ बेलौती टिप्ने क्रम जारी छ बेलौती चाहिँ यति भयो एक झोला छोडेर आयौँ अनि त्यसपछि खस्यो त्यहाँ दाइले टिपिरहनु हजुरोस् हाम्रा दाइले त्यति हाताभरि बेलौती लिएर आउनुभयो होइन अब यहाँ आएर हामीले बेलौती राख्यौँ झोलामा बेलौती म्यान चाहिँ अहिले सेङ्गाबाट रामदी आइयो अब यहाँ नास्ता गरेर निस्क्यौँ होइन त यहाँ पर्वास आएपछि खतरा पानी पऱ्यो जाडो भएर यहीँ रोकिएर बसिरहेको पानी परेर लास्टै चिसो भएर होइन चिया बहुत जाडो छ जाडो भएर यहाँ दाइ मसँग आएर बस्नु वेलकम टु बुटोल मुस्ताङबाट बुटोलमा आइयो अब हामी घर जाँदैछौँ मुस्ताङमा नपरेको पानी
उता पोखरातिर नपरेको पानी चिसो लाउँदाखेरि बाटाबाट पानी परेर फाइनल्ली हामी घर आइयो मम्मी उता मम्मी यता हेर्नु त उता गेटमा हुनुहुन्छ ल गाइज अब म बाई बाई टाटा बाई 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 ल